युट्युब च्यानलमा कोही मान्छेलाई चाहिँ मैले यहाँ स्टेसनमा झिकाएर छोडिदिएँ। म अघि अघि आएको मान्छे यहाँ मैले चाहिँ बाटो बिर्सेँ रुम जाने, अनि त्यही भएर चाहिँ साथी लिन आउँदै रहेँ। अब त्यहाँदेखि आएको मान्छे यहाँसम्म अलिअलि दुःख त दिनै पऱ्यो नि होइन। म चाहिँ यहाँ फेरि स्टेसनमै आइदिरहेको। अब यहाँ आउनुहुन्छ साथी, यहाँ साइकल पार्किङ, यहाँ अब जानु पऱ्यो घर गराएर आइनु क्या तिम्रो भिडियो हो। यहाँ चाहिँ स्टेसन, यो स्टेसनले आज मलाई 3 फन्का लगाइदियो। यो चाहिँ साइकलमा गाइस टोडा हो, यहाँ जाने त अर्को हो। अनि यहाँ चाहिँ भतिजीको रुम भएर आइदिरहेको। दादालाई आउनु भने त दादा पनि आउनु भएन। हो यहाँ चाहिँ यस्तो छ, यस्तो छ, राम्रो पनि छ, दुःख पनि छ, सुख पनि छ। यहाँ चाहिँ यस्तो एक त यो सिङ्गोले पनि हो क्या बिगारे, कति धेरै छन् है। कता जाने गाइस। यहाँ रुम पुगेर भात खाएर यहाँ मेरो भाउजू, यहाँ भतिजी, अरू पनि नाता लाग्छ तर म भन्दिनँ। भतिजी भनेपछि अब भतिजी भन्दा अरू पनि भाउजू होइन। यहाँ मैले यहाँ आएर पनि भाउजू भेटेछु क्या, भाउजू होइन। अनि मलाई चाहिँ भाउजू एकदम मनपर्छ क्या, त्यही भएर होला यहाँ भाउजू दिएको। अनि यहाँ पछाडि पनि छन्। यहाँलाई आज मैले कारै स्टेसनमा फेरि झिकाइदिएँ। मैले बाटो बिर्सेँ, यिनीहरूको घर आउने बाटो क्या, यिनीहरू भेट्न आउने रे मैले। ल म दुईचोटि आइसकेँ यहाँ, यिनीहरू एकचोटि नै आएन मलाई भेट्नको लागि। फेरि कसैले आँखा लगाउनु हुँदैन नि, फेरि मेरो भाउजूले पछाडि त लगाउनु भयो, यहाँ चाहिँ लगाउनु लागि यहाँ चाहिँ लगाउनु। यहाँ भाउजूको सिन्दुर हालेर हिँडिदिनु भयो भाउजू, पछाडि चाहिँ लगाउनु भयो है त। पछाडिको मान्छेले कमेन्ट लाइक साइक गर्नु मिल्यो के हो। हामी चाहिँ ओपन क्याम्पस जान लाग्यो गाइज। यहाँ भाउजू, म यहाँ पछाडि हाम्रो दार्जिलिङ। यहाँ हेर्नु त भाउजू, यहाँ हेर्नु त, एउटा पोज दिनु, धन्यवाद। म चाहिँ यहाँ माम खाना आएको क्या, मलाई माम पिलाएर दिनुभयो उहाँ म्याडमले, म्याडम होइन रे मिसले होइन, छोरीले, हाम्रो छोरी अहिले चाहिँ छोरी, पछि चाहिँ हो थाहा छैन ल। मैले पनि त्यही भनिरहेको छु, मैले अरू भन्दै मान्छेहरू यस्तै छन्। मलाई पनि भाउजू हेर्नु न, भाउजूले बिहे गरेर जस्तै छैन। भाउजू फेरि काण्ड मचाउनु होला भाउजू। अनि यहाँ चाहिँ म त फेरि म्याडम नभन्नु भन्नुभयो। उहाँको बिहेमा चाहिँ मलाई जस्तै नि बोलाउनु ल। मेरो बिहे चाहिँ यो दुनियाँमा असम्भव होइन, अङ्कलहरू भन्नु नपरोस् नि। म बिहे नहुने मान्छेले मेरो बिहेमा आउने अरे क्या। हजुर हुन्छ, कहिले आउनुपर्ने भन्ने त होइन। मेरो बिहे चाहिँ हुँदैन गाइस होइन, मेरो पनि धेरै मैले निर्णय गरिसकेँ, म बिहे चाहिँ गर्दिनँ, बिल्कुल गर्दिनँ गाइस। यहाँ रातो बोल्यो, यता नि दामी छ, यता नि दामी छ, गयो। यहाँ बटन थिच्नेवाला छैन है, बटन थिच्नेवाला छैन रहेछ। यहाँ चाहिँ हामीले बाटो क्रस गऱ्यौँ। भाउजूले भाइरल गराइदिन्छु मैले, मेरो दार्जिलिङ भाउजू। हाई गाइस, आज हामी ओपन क्याम्पस जाँदैछौँ है। आज चाहिँ नि भन्नु न जाँदैछु नानी र म। अनि हाम्रो नानी म मात्रै हेऱ्यो, उहाँको नाम भन्नु भएन। प्रतिभाजी पनि हुनुहुन्छ उता मेरो साथी। त्योभन्दा राम्रो लाग्ने सम्बन्ध भनेको चाहिँ सम्बन्ध भाउजूको हो क्या। त्यही भएर मेरो भाउजूहरू सबैजनाले मलाई मिस गरिरहनुहुन्छ। अनि त्यही भएर चाहिँ मलाई भाउजूको सम्बन्ध कति राम्रो लाग्छ। त्यही भएर मलाई जापानमा भाउजू पठाइदिनु अरू जापानमा भाउजू पठाइदिनु भयो। मैले बहुत भने ग्रिन कार्ड हजुर
चढ्नलाई यो लाइनमा अब यो लाइन जाने हामी आउँदाखेरि चाहिँ यो लाइन आएको त्यहाँदेखि नोरिफाई गरेर अब यो लाइन चस्क जाने यो लाइन यता हेर्देऊ त हेलो यति ठुलो बिल्डिङ यहाँ महल यहाँ बस स्टेसन 1 नम्बर यो 2 नम्बर कस्तो राम्रो छ क्या है बिल्डिङ हामी चाहिँ यहाँ आयौँ हामी सबभन्दा तलको प्लेटमा छौँ क्या यहाँ चाहिँ आउने टाढो छ यहाँ यस्तो छ यहाँ तलतिरको लाइन भइहाल्यो यहाँ मान्छेहरू छ यता नि यस्तो छ ट्रेन आएको छैन पछाडि फोटो खिच्दैछन् यता यो मान्छे यता छैन